हेलो गुड मर्निङ गाइज, यहाँहरूलाई स्वागत छ मार्क्स मिक्स भ्लगमा। र यो चाहिँ मेरो पहिलो भ्लग हो र भ्लग बनाउने क्रममा आज चाहिँ गाउँकै एउटा रेसिपी हैन सिस्नोको चाहिँ रेसिपी बनाऊँ र हजुरहरूलाई देखाउँ भन्ने इच्छा जाग्यो र सिस्नो टिप्ने जाने लागिरहेको छु। र भतिजले चाहिँ सिस्नो टिप्नको लागि गाउँको एउटा डालो हुन्छ र डालो र चिम्टा चाहिँ रेडी गर्दैछ। हजुरहरूलाई देखाउँछु म र हजुरहरूले लास्टसम्म हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला र आउने दिनमा अझ योभन्दा राम्रो राम्रो भिडियोहरू आउनेछ है। तपाईँहरूले साथ सपोर्ट चाहिँ गरिदिनु होला गाइज। सो गाइज भतिज चाहिँ भित्र डालो र चिम्टा गर्दैछ र भतिजलाई गइरहेको छु। बाबु भयो डालो भयो? चिम्टा कहाँ छ? चिम्टा लिएर ल भतिज गाइज अब डालो र चिम्टा चाहिँ रेडी गरेर चाहिँ भतिज र म चाहिँ जाँदैछु है सिस्नो टिप्न। चिम्टा देखा बाबु, चिम्टा रेडी भइरहेछ र अब हामी चाहिँ सिस्नो टिप्न जाँदैछु होइन। तपाईँहरूलाई म अब बाँकी भिडियो पछि सिस्नो टिपेको भिडियोहरू देखाउँछु। फाइनल्ली गाइज हामी सिस्नुको बोटमा आइपुग्यो र छोराले चाहिँ सिस्नो टिप्दैछ र एकै ठाउँमा चाहिँ धेरै हुँदैन र त थोरै थोरै गरी टिप्नु पर्ने हुन्छ र बाँकी यहाँ थोरै छ प्लस अरू थोरै थोरै गरेर टिप्नु पर्ने हुन्छ। एकै ठाउँमा धेरै सिस्नो हुँदैन गाइज है, देख्नुभयो होला हजुरले, यहाँ थोरै छ बाँकी थोरै थोरै गरेर टिप्नु पर्ने हुन्छ। ल पकाउनको लागि चाहिँ एक डालो सिस्नो चाहिन्छ गाइज, त्यही भएर एक डालो बनाउनलाई अलि धेरै ठाउँमा हिँड्नु पर्ने हुन्छ। त्यसको लागि हजुरले भिडियो हेर्दै जानु होला गाइज। सो गाइज अहिले हामी चाहिँ खोलामा आइपुग्यौँ। हजुरहरूलाई मैले खोला पनि देखाइरहेको छु र यो खोला चाहिँ एकदम ठुलो बाढी आएर चाहिँ पुरै यो भत्किरहेको अवस्था छ लगभग। सो गाइज हामी फेरि अर्को बोटमा आइपुगेका छौँ भतिज र म। भतिजलाई यहाँ फेरि थोरै कमिलाले नि ठोकेछ है, कमिलाले टोकेर भतिज कमिलाले टोक्यो काका भन्दै थियो र अर्को बोटमा आइपुग्यो गाइज हामी र टिप्ने क्रम जारी नै छ। लगभग हामीले 10 बोट जति टिप्दाखेरि चाहिँ एक डालो पार्छौँ कि भन्ने लगभग आधी डालो भयो छोरा, लगभग आधी डालो जति टिपिसक्यो छोराले। र यस्तै छ गाइज गाउँघरमा होइन, रमणीय हरियाली छ जस होइन, असार साउन लागिरहेछ, धान रोपाइहरू भइरहेछ होइन। क्रममा अब सिस्नु भनेको एकदम शरीरको लागि हेल्दी पनि हो, त्यही भएर एकचोटि खाइदिउँ भन्ने हिसाबले चाहिँ टिप्न आइरहेको छु छोरा र म। त्यो दुःख नगरिकन सुख पाइँदैन गाइज है। सो गाइज यहाँ चाहिँ अब सिस्नुको बोट त धेरै रहेछ तर अलिकति अप्ठ्यारो छ गाइज है, एकदम भिड छ यस्तो होइन। यहाँ लडेला फेरि होइन, असारमा चिप्लो छ, त्यही भएर अलिकति यहाँको चाहिँ हामीले टिप्न सकिएन गाइज है, के गर्ने। तर हामी टिप्छौँ, एक डालो चाहिँ पार्छौँ गाइज है। यो चाहिँ बोचो भन्छ के अरे खै के काम केमा काम गर्छ यसले? बास्ना पनि दामी आउँदो रहेछ नि त, मिठो आउँदो रहेछ नि त। सो गाइज सिस्नो टिप्नु आउने क्रममा चाहिँ ठुल्यामा चाहिँ कोदो गोड्दै रहेछ र ठुल्यामासँग 2-4वटा मिठा गफहरू गरियो गाइज। के छ अनि के छ ठुल्यामा? सन्चै हुनुहुन्छ? पानीमा कस्तो झरीमा कोदो गोड्न सक्नुहुन्छ त? त्यही त अब बिस्तारै बिस्तारै गर्नु। अब मम्मी त हिँडिरहेको हुन्छ ठुल्यामा, त्यही त हो नि। सन्चै हुनुहुन्छ नि? सन्चै हुनुहुन्छ नि? ल ल ल अनि सब ठिक छ नि? अरू सब ठिक छ नि? त्यही त हो नि। ल ठुल्यामा ल लगभग हामी अन्तिम अवस्थामा आइपुगेका छौँ गाइज। डालो पनि भरिन लाग्यो गाइज है, तर एकदमै राम्रो सिस्नो भेट्यो गाइज लास्टमा है। तपाईँहरू देख्न सक्नुहुन्छ है, तपाईँहरूले हेर्दै थाहा भइसक्यो होला यो सिस्नो हेर्नु यति दामी छ है। लास्टमा चाहिँ धेरै राम्रो सिस्नो भेट्यो गाइज है। र हामी धेरै टाढा पनि आइसकेका थियौँ गाइज है। लगभग गाउँ हेर्नु सक्नुहुन्छ, पारिपट्टि गाउँदेखि हामी यहाँ वारीपट्टि आइपुगेको छौँ गाइज है। यति दुःख गरेको छ गाइज, हजुरहरूले माया गरिदिनुपर्छ गाइज। फाइनल्ली गाइज हामीले चाहिँ अन्तिम है, यो चाहिँ अन्तिम बोट हो र हामीले चाहिँ लगभग एक डालो पार्यौँ र अब यसलाई हामीले पकाउँछौँ र हामीले यसलाई पकाएको पनि हजुरलाई देखाउँछौँ र यसलाई कसरी केलाउँछ त्यो पनि देखाउँछौँ। तपाईँहरूले अन्तिमसम्म चाहिँ हेर्नुपर्ने हुन्छ गाइज भिडियो चाहिँ गाइज, प्लिज गाइज है। थकै पनि लगाइसक्यो गाइज है, तपाईँहरू देख्न सक्नुहुन्छ, सिस्नो देख्न सक्नुहुन्छ। हजुरलाई नजिकबाटै देखाउन चाहे है, यति राम्रो सिस्नो छ। तपाईँहरू केलाउने बनाउने त्यो तपाईँहरूले पुरै हेर्नलाई चाहिँ अन्तिमसम्म भिडियो हेर्नुपर्ने हुन्छ गाइज। तपाईँहरूले जसरी नै अन्तिमसम्म हेर्नुपर्छ गाइज।
सो गाइज हामी चाहिँ फाइनल्ली अहिले चाहिँ घर आइपुगेका छौँ र हामी चाहिँ अब सिस्नोलाई कसरी केलाउँछ होइन सिस्नोमा भएको फोहोरलाई चाहिँ कसरी झार्छ भनेर चाहिँ सिस्नो केलाउन गइरहेको छौँ है। सो गाइज ऊ अब छोरोले सिस्नो ऊ गर्दैछ केलाउन चाहिँ अलिकति गाह्रै हुँदो रहेछ गाइज होइन पिठोहरू ऊ गर्नुपर्ने रहेछ र चिम्टा र यसरी केलाउँछ गाइज है सिस्नो चाहिँ यसमा भएको किराहरू चाहिँ झार्नुपर्ने हुन्छ र यसलाई हामीले केलाइसक्यो गाइज अब अन्तिममा छौँ हामी है अब बनाउने उसमा छौँ र तपाईँहरूलाई लास्टसम्म हेरिदिनु होला भिडियो है लास्टसम्म हेरिदिनुहोस् र लास्टसम्म भिडियो हेरेर माया गरिदिनु होला है खासै केही गर्नु पर्दैन रहेछ सिस्नोको लागि बनाउनुको लागि हजुरहरूले सजिलै सिस्नो बनाउन सकिन्छ। जस्तै पहिला पानी उमालेर पानीमा थोरै पिठो मकैको पिठो राख्दियो भने एकदम बेस्ट हुन्छ है। थोरै मकैको पिठो राखिदिने त्यसपछि यो सिस्नु चाहिँ पानी उम्लिसकेपछि त्यसमा हालिदिने हो र यो लसुन 3 पोटी छ र यो खोर्सानी छ यसलाई थोरै मात्रै सिलौटामा पिसेर त्यही सिस्नुमा हालिदिने र अन्तिममा चाहिँ फिर्के लगाइदिने गाइस एकछिनमा हाल्छ। सो अब फाइनल गाइस रेडी हुन लाग्यो सिस्नो चाहिँ छोरोले यसको लागि चाहिँ थोरै तातो पानीमा उमालेर चाहिँ त्यसमा थोरै पिठो हाल्ने हुन्छ र थोरै मकैको पिठो भयो भने चाहिँ एकदम बेस्ट हुन्छ अरे है त्यही भएर चाहिँ गर्न लागिरहेको छु। तपाईँहरू लास्टसम्म हेर्नु होला हामी अझ बबाल हुनेछ है गाइस। सो गाइस अब र त्यसमा सिस्नो हाल्दैछ भतिजले है लगभग रेडी हुन लाग्यो अब को 5 मिनटमा चाहिँ रेडी हुन्छ लगभग सिस्नो चाहिँ यसरी बनाउँछ गाइस है। तपाईँहरूले कसरी देख्नु भएको छ भने ठिकै छ। सो गाइज फाइनल्ली अब रेडी हुँदैछ र छोरोले बनाउँदैछ ल फाइनल्ली गाइज रेडी हुन लाग्यो सिस्नो र भतिजले अन्तिम समयमा छ र तपाईँहरूलाई मैले देखाउन चाहेँ सिस्नो है र अहिले लास्टमा पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ गाइज है। छोरो के हुन लाग्यो बाबु अब हुन्छ गाइज छोरो चाहिँ एकदम सिस्नो कुक हो गाइज है छोरो चाहिँ गाउँमा एकदम पर्फेक्ट सिस्नो बनाउँदो रहेछ गाइज। बाबु नुन धेर हुन्छ कि नुन धेर हुन्छ होला अहिले थोरै राख्नु लगभग अब पाक्दैछ गाइज। अहिले तपाईँहरूलाई लास्टमा म देखाउँछु र खान्छु पनि म तपाईँहरूले हेर्नु है। सो गाइज नुन खोर्सानी चाहिँ यसमा लगाउने हो लगभग रेडी हुन लागिरहेछ र अबको अन्तिम चरणमा छ भन्ने चाहिँ हाम्रो भतिजले मलाई नि सूचना दिइरहेछ है। दोस्रो फाइनली गाइस सिस्नो चाहिँ रेडी भइसकेको छ र अब चाहिँ हामीले यसलाई खान्छौँ र यसको चाहिँ हामी अब अन्त्य गरिदिन्छौँ गाइस। फाइनली रेडी भएको छ गाइस सिस्नो चाहिँ तपाईँहरू अब देख्न सक्नुहुन्छ भर्खर तातै छ है गाइस। फाइनली अहिले रेडी भएको छ सिस्नो र छोराले हाल्दैछ काका भतिज चाहिँ आज एक थाल सिस्नो चाहिँ ऊ पिउने उसमा थियौँ र अब हामी खान्छौँ गाइज र बाँकी भ्लगहरू आउँछ हजुरहरूले साथ सपोर्ट दिनु होला। यस्तै मिठो भ्लगहरू गाउँको एउटा लोकल भिडियोहरू बनाउन गइरहेका छौँ हामी र हामीलाई चाहिँ साथ सपोर्ट दिनु होला गाइज। सो गाइज हामीले चाहिँ बिहानदेखि सिस्नो टिपिरहेको थियो होइन र अहिले चाहिँ सो फाइनली सिस्नो रेडी भइसकेको छ र काकाले खाँदै हुनुहुन्छ। कस्तो छ भनिदिनुहोस् काका एकचोटि। एकदम ओरिजिनल बाउ यार यो त अर्गानिक भने गाइस राम्रो मिठो छ होइन। हामीले चाहिँ बिहानदेखि खोजेर पकाएको थियो र फाइनली अहिले चाहिँ रेडी भएर काकाले खाँदै हुनुहुन्छ र मेरो यहाँ चाहिँ म पनि खाने हो र यस्तै टाइपको लोकल भिडियो आउँछ र हजुरहरूले माया साथ सपोर्ट लाइक कमेन्ट गरिदिनु होला है। बाई बाई।